आज हाम्रो देशमा धेरै अप्रिय घटनाहरू घटिरहेका छन्। जस्तै आत्महत्या गर्दैछन् कसैले, कहीँ ऋण तिर्न नसकेर, कहीँ अब के समस्या आएर आत्महत्या। अलिकति यसमा सरकारको दायित्व कमजोरी भएको हो कि। शालिग ढाल्ने, लाहान थापाको शालिग ढालियो, पृथ्वीनारायण शाहको शालिग स्थापना गरियो। तर लाहान थापाको शालिग स्थापना गरिएन, किन स्थापना गरिएन सम्बन्धित कारणले जानकारी हो। तर जनतालाई पनि जानकारी हुनुपर्छ कि जस्तो लाग्छ, तर जनतालाई जानकारी छैन। त्यसै गरी मन्दिरमा प्रवेश निषेध, धार्मिक स्थलमा प्रवेश निषेध गरेको यो नेपालको पहिलो घटना होला। धार्मिक विवादमा अहिले धार्मिक विवाद भनौँ न, सुनसरीमा एकदम उग्र रूपमा छ। धार्मिक विवादमा नेपाल सरकारको दमन पनि देखियो र नेपाल सरकारको दमनमा नेपाल सरकारले दमन गरेको नै म भन्छु। किनभने त्यहाँ गोली चलाउनु पनि आवश्यक थियो र अनि जुन नेपाल सरकारले गरेको छ जुन कार्य, वार्ताबाट समस्याको समाधान हुने र गर्नुपर्ने होला सायद। अनि यो नेपाल सरकारको दमनबाट कयौँ घाइते छन् भने कयौँले ज्यान गुमाइसकेका छन्। अनि अप्रिय घटना घटिसकेपछि जिम्मेवार पदमा रहेको व्यक्तिलाई सरुवा गरेर चाहिँ समस्याको समाधान हुन्छ कि गोली चलाउनेलाई उन्मुक्ति दिने कार्य मात्रै हो। यसको जवाफ चाहिँ गृह मन्त्रालय नि त, गृह मन्त्रालयसँग मात्रै छ यसको जवाफ, नेपाल सरकार र गृह मन्त्रालय। अहिले हाम्रो देशमा धार्मिक विवाद निम्त्याउने प्रयास गरिएको देखिन्छ। उदाहरणको रूपमा हेर्ने हो भने धार्मिक स्थलमा प्रवेश निषेध गरिनु, धार्मिक स्थल अथवा कुनै पनि ठाउँमा कला संस्कृति झल्काउनेहरू जुन प्रतिमाहरू छ, त्यो प्रतिमाहरू भत्काउने, शालिग ढाल्ने जस्तो कार्य भइरहेको छ। यो कार्य गर्ने र गराउनेलाई नेपालको कानुनको दायरामा ल्याई कानुन बमोजिम उचित दण्ड सजाय भोग्न बाध्य बनाउनु पर्ने छ यो दोषीलाई। किन गरायो, कसरी गरायो। जय देश, जय माटो, जय नेपाल।